दर्शकबिन नमस्ते नमस्कार कालीकोट खबर हेर्नुहुने सम्पूर्णलाई स्वागत छ। दर्शकबिन यति बेला चाहिँ म अहिले भारतको बेङ्गलोरको उत्तरायणमा आएको छु, जहाँ चाहिँ दैनिक रूपमा भारतको बेङ्गलोरदेखि नेपाल गौरीफन्टा नेपालगञ्जसम्म दिनहुँ गाडी जाने गर्छन्। आउनुहोस्, यो गाडीका सञ्चालकहरू पनि हामीसँगै आउनुभएको छ। आउनुहोस्, यो गाडीको सुविधा के कस्तो छ भनेर हामी उहाँसँग कुराकानी गर्नेछौँ। स्वागत छ तपाईँलाई। नमस्ते सर। हजुरको परिचयबाट सुरु गरौँ। मेरो नाम नरेन्द्र खत्री हो सर। मेरो घर चाहिँ उतै बैतडी हो। हाम्रो कारहरू यसरी दिनौँ यहाँबाट धनगढीका लागि, उता महेन्द्रनगरका लागि, गड्डा चौकीसम्म, यता रुपडियासम्म जान्छन्। दैनिक यहाँदेखि धनगढी, रुपडिया, त्यसपछि महेन्द्रनगर दैनिक यहाँबाट जान्छन् है? दैनिक जान्छन् सर, दैनिक जान्छन् हाम्रो कारहरू। तपाईँको सेवा सुविधा कस्तो छ त? कारको गाडीको सेवा सुविधा? सेवा सुविधा एकदम राम्रो छ सर। राम्रो चिटिक्क यो सिट क्लिन एकदम हाइजेनिक टाइपको छ होइन। बस्ने व्यवस्था पनि कस्टमरको रोजाइ अनुसार हुन्छ। खानेदेखि बस्नेदेखि सब एकदम बेस्ट छ। अहिलेको माहौल हेर्ने हो भने चाहिँ अहिले बसमा यात्रा गर्ने यात्रुहरूले चाहिँ एकदम कम्प्लेन गरिरहेका छन्। बसमा यात्रा गर्ने यात्रुहरूले तपाईँ यो विषयमा के भन्न चाहनुहुन्छ? बसभन्दा आरामदायक यसमा हुन्छ या बसमा आरामदायक छ? यो कारमा बेस्ट हुन्छ सर, कारमा बेस्ट हुन्छ। यो अस्तिको घटना पनि तपाईँ हामीले सुनेकै हो होइन। सेफ्टीका लागि पनि कार बेस्ट छ। सबै थोकमा कार बेस्ट नै छ। छिटो छरिटो सब एकदम बेस्ट छ कार। तपाईँको यहाँदेखि नेपाल जानु पर्यो भने कति दिनमा चाहिँ तपाईँ यहाँदेखि पुऱ्याउनुहुन्छ नेपाल? हामी म्याक्सिमम् 40 घन्टामा पुऱ्याउँछौँ। 40 घन्टा अर्थात् तपाईँ यहाँबाट हिँडेको 2 दिनपछि नेपाल पुग्नुहुन्छ है? हजुर हजुर। अरू दर्शक तपाईँले सुनिसक्नु भएको छ। यदि तपाईँ आरामदायक यात्रा गर्न चाहनुहुन्छ भने चाहिँ तपाईँलाई हामी सम्पर्क नम्बर स्क्रिनमा राखिदिनेछौँ। तपाईँले आरामदायक यात्राको लागि सम्पर्क राख्न सक्नुहुन्छ। तपाईँ जस्तै यहाँदेखि नेपाल मात्र हो कि भारतका विभिन्न ठाउँहरूमा कसैले बुकिङमा जानु पर्यो भने त्यसमा जान सक्छन् र? विभिन्न ठाउँमा सर, अल इन्डिया जहाँ पनि धर्मस्थलमा जस्तै टुरिस्ट टाइपका घुम्ने रमणीय ठाउँ जहाँ पनि मान्छेको रोजाइ हुन्छ हामी त्यहाँ जान्छौँ। अहिलेको माहौल हेर्ने हो भने हामीले पनि बसमा जाने यात्रुहरूको प्यासेन्जरहरूको कम्प्लेन धेरै सुनेका छौँ। विभिन्न किसिमका घटनाहरू हुने र भनेको ठाउँमा बिरामी हुँदा जे पनि हुँदाखेरि चाहिँ गाडी नरोकिदिने र खाने ठाउँमा पनि लुटिने ठगिने यस्ता कामहरू पनि भएका छन् है। कति तपाईँहरूको कारमा त्यस्तो चाहिँ केही पनि छैन? केही छैन सर, त्यस्तो केही पनि छैन। अहिलेसम्म त्यस्तो कम्प्लेन छँदा पनि छैन, आगामी दिनमा पनि आउँदैन। तपाईँले यात्रुले जहाँ खानाको लागि रोक्छन् त्यहाँ रोक्नुहुन्छ है? त्यहीँ रोक्छौँ, जहाँ रोक्छन् त्यहीँ रोक्छौँ। दिशा पिसाबको लागि भन्यो भने त्यहीँतिर जहाँ ए टु जेड कस्टमरको रोजाइ हो सर यो। धेरै जसो यात्रुले के भन्छन् भनेपछि बाथरुमको समस्या एक, त्यसपछि चार्जिङको समस्या हुन्छ। किनभने चार्जिङको लागि बसको नाम एसी हुन्छ, यो हुन्छ त्यो हुन्छ भनेर चार्जिङको लागि चार्जिङ दिँदैनन्। जहाँ खानाको लागि रोक्छन् त्यहीँ यात्रुहरूले चार्ज गर्नुपर्छ। तपाईँको त्यस्तो सुविधा छ नि? तपाईँको छैन छैन, त्यस्तो कष्ट हुने छैन सर। हाम्रो चार्जिङको लागि अलरेडी कारमा हुन्छ, अगाडि हुन्छ पछाडि हुन्छ, दुई ठाउँमा हुन्छ, एभाइलेबल हुन्छ हाम्रो चार्जिङको लागि पनि। ठिक छ दर्शक, तपाईँ यदि 2 दिनमा भारतको बेङ्गलोरदेखि नेपाल जान चाहनुहुन्छ भने सहज यात्राको लागि तपाईँ सम्झिन सक्नुहुन्छ। र कार पनि तपाईँले देखिसक्नु भएको छ। सिटहरू पनि एकदम फराकिलो छ, एकदम आरामदायक छ। तपाईँ देखाउनुहोस्, यता हेर्नुहोस् है, सिट पनि एकदम आरामदायक छ। अनि तपाईँ यसको प्राइस चाहिँ कति होला यसको? जस्तै तपाईँ यहाँदेखि नेपाल जानु पर्यो भने यसको प्राइस कति होला? 6000 हो सर, 6000 राखेछौँ अहिले हामीले भाडा। 6000 नै हो। अनि जस्तै नेपालबाट भारत आउनु पर्यो भने चाहिँ कसरी सम्पर्क राख्ने? तपाईँहरूले व्हाट्सएपमा सम्पर्क राख्नु पर्छ? व्हाट्सएपमा सर, हाम्रो व्हाट्सएप नम्बर इन्डियामा हुँदाखेरि व्हाट्सएप नम्बर। हस्, ठिक छ दर्शक, यतिखेर हामीसँग अर्को एकजना सर पनि हुनुहुन्छ, उहाँ पनि जोडिनु भएको छ। उहाँको पनि आफ्नै कार छ। स्वागत छ तपाईँलाई। तपाईँको पनि परिचयबाट सुरु गरौँ। मेरो नाम प्रेम बहादुर कामी, मेरो घर रोटी सिरकोली, नेपाली सिरकोली मेरो घर। तपाईँले चाहिँ यो सञ्चालनमा ल्याउनु भएको जति समय चाहिँ कति भयो? समय चाहिँ अहिले हाम्रो 4 साल भयो। 4 वर्ष भयो है? 4 वर्ष भयो। अहिले हाम्रो समितिमा जोडिएको अहिले 6 महिना भयो। हजुर। यहाँदेखि दैनिक रूपमा तपाईँले गाडी यात्रुहरूलाई सहज यात्राले पठाइरहनु भएको छ है? अरू के कस्तो सुविधा छ तपाईँ पनि भनिदिनुहोस् न एकचोटि। सुविधा हाम्रो 40 घन्टामा हामी वहाँ पुर्याउँछौँ। हामी ओनर पनि आफै हौँ र हाम्रो ड्राइभर पनि हामी आफै हौँ। एकदम धेरै राम्रो आफ्नो कस्टमरले भनेको ठाउँमा हामी रोक्छौँ, अरू सिट बाई सिट गाडीमा हाल्छौँ। जस्तै अब कमिसन दिएर एजेन्टलाई समातेर त्यस्तो सम्पर्क गर्नु जरुरत छैन। तपाईँ ओनर हुन्छ, सिधै तपाईँले सम्पर्क राख्न सक्छन् यात्रुहरूले, प्यासेन्जरले। अनि कस्तो हो, तपाईँले कुनै तपाईँको एउटा स्टेसन छ कि बस स्टप छ कि तपाईँको जस्तै स्टेसन छ कि या यात्रुहरूको घर घरमा लिन जानुहुन्छ? घर घरमा पनि लिन जान्छौँ। अब एकजना छ भने यसो हाम्रो लोकेसनमा पनि आउनुपर्छ। मतलब 2-3 जना तपाईँको कोही प्यासेन्जरले फोन गर्यो भने चाहिँ 2-3 जना छ भने चाहिँ तपाईँहरू घर घर लिन सक्नुहुन्छ है? ठिक छ दर्शक, तपाईँले पुरा कुरा सुनिसक्नु भएको छ। तपाईँको ट्राभल्सको नाम चाहिँ के राख्नु भएको छ? पूर्णवास टुर एन्ड ट्राभल्स। पूर्णवास टुर एन्ड ट्राभल्स है?
ठिक छ दर्शक, तपाईँले पुरा कुरा सुनिसक्नु भएको छ। उहाँको ट्राभल्सको नाम चाहिँ पुनर्वास टुर एन्ड ट्राभल्स हो। यदि तपाईँ भारतको बेङ्गलोरदेखि नेपालको जुनसुकै ठाउँमा जान चाहनुहुन्छ भने सहज र आरामदायक यात्राको लागि पुनर्वास टुर एन्ड ट्राभल्सलाई सम्झन सक्नुहुनेछ। ठिक छ, अरू केही भन्नु छ तपाईँलाई? ल हामीले चाहिँ उहाँ सञ्चालक पनि आफै हुनुहुन्छ, यो गाडीको ओनर पनि आफै हुनुहुन्छ उहाँहरूको नम्बर चाहिँ हामी स्क्रिनमा राखिदिनेछौँ। तपाईँहरूले यदि नेपालदेखि आउन चाहनुहुन्छ भने तपाईँले उहाँको वाट्सएपमा त्यही इन्डियन नम्बरको वाट्सएपमा सम्पर्क गर्न सक्नुहुन्छ। र भारतमा हुनुहुन्छ भने चाहिँ तपाईँले सिधै उहाँको नम्बरमा फोन गरेर आरामदायक यात्रा गर्न सक्नुहुनेछ। र अर्को कुरा के छ भन्दाखेरि तपाईँहरू बसमा 4 दिन आउनुहुन्छ भने यसमा चाहिँ तपाईँ 2 दिनमै सहज रूपमा तपाईँ नेपाल जान सक्नुहुन्छ। ठिक छ, राखेको नम्बरमा छिटोभन्दा छिटो सम्पर्क राख्नुहोला र तपाईँको यात्रा सफल पार्नुहोला र तपाईँ छिटोभन्दा छिटो उहाँलाई सम्पर्क राखिदिनु होला है त।